हेलो वेलकम छ सबैजनालाई क्याम युट्युब च्यानलमा। अनि फेरि पनि म नयाँ भ्लग लिएर आइसकेको छु। नयाँ भ्लगको साथमा आज चाहिँ हामी यहाँ माइजूले मलाई बोलाउनु भएको छ कि कता घुम्न जाने हो भनेर बोलाउनु भएको छ। अनि हामी चाहिँ जान अनि त्यसपछि हामी चाहिँ जानको लागि म चाहिँ तयार भएर आइसकेको छु। गर्मी छ त्यही भएर क्यापटुप लगाएर आएको अलिक सेफ हुन्छ नि त। सो त्यसैले अनि म चाहिँ माइजूको घर आइपुग्न लागेँ, नजिकै हो नि त। अनि यहाँ आइसकेको छु। अब माइजू चाहिँ रेडी भइसक्नु भयो कि छैन हो, म चाहिँ रेडी भएर आइसकेको गाइज। अनि नयाँ हुनुहुन्छ भने मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला गाइज। म चाहिँ फाइनल्ली माइजूको घर आइसकिसकेँ होइन। अनि माइजू चाहिँ के गर्यो, माइजू कहाँ हुनुहुन्छ तपाईँ? ए सक्नु भएको छैन, के गर्दै हुनुहुन्छ? यस्तो छ हौ हाम्रो माइजूको बिजनेस चाहिँ। वाउ कुखुरा हेर्नु त गाइजहरू, ब्रोइलर कुखुरा। यता चारो दिँदै हुनुहुँदो रहेछ माइजूले चाहिँ। के पियोली कतिवटा छ माइजू जम्मा कुखुरा चाहिँ? अब मरेको छैन अम्मा, कति धेरै हौ यस्तो गर्मीमा बिचरा। मेरा पैसाले कतिको बेला पगठुङमा भन्थेको माथि मदनीलाई अब पैसा पठाइदिए भन्नुपर्ने त्यहाँ 10,000 कुपेदेखि लिएको पैसा दिइपठाएको छु। ल छिटो गर्नु, रेडी नै हुनु भएन रहेछ अहिलेसम्म। कस्तो गर्मी हो यहाँभित्र त, तातो छ त हौ। बनाएर यहाँभित्र चाहिँ ब्रोइलर खोल्नु भएको रहेछ क्या, फर्म खोल्नु भएको छ नि त माइजूले। यहाँभित्र सानो छ त्यही पनि राम्रै आम्दानी गरिराख्नु भएको छ। अनि यता सुँगुर पनि पाल्नु भएको छ, पर कुखुरा पनि, बाख्रा अनि लगायत यहाँ कुकुरसम्म पाल्नु भएको छ हाम्रो माइजू। कस्तो मेहनती हौ, कस्तो मेहनती, लास्टै मेहनती हुनुहुन्छ नि त। सजाएर यता फुलहरू सजाएर वाउ गमला राखेर है। यतिको चाहिँ हुनु पर्यो क्या माइजू भनेपछि। कहिले आऊ त यहाँ देखाउँदा यहाँनिर, यहाँ ल्याउ त कति राम्रो। कुतार छ रहेछ नि त, कति राम्रो रहेछ है। खोइ छोडा त, अपे मलाई डर लाग्यो। डर छेर्माने हुनुहुन्छ जहिले पनि। तपाईँ डर छेर्माने हुनुहुन्छ। अस्ति कुखुरा काट्यो भने रातारै केरे खायो भने काट्नु भने यस्तो यस्तो खुकुरी मात्रै गरिरहनु, उठे मात्रै अर्को भयो नि। खै अर्को त्यसको जोडी चाहिँ कहाँ छ बुनु? अघि कुद्दै खै त्यसको ल्याउ त यहाँनिर, कति राम्रो उसको आँखा त, कति राम्रो कति राम्रो। कस्तो निक्लिन आँटिजान्छ। वाउ म लान्छु ल। किन? म लान्छु भरे। भरे सुमिक्षा सुति गएको बेला आएर लानु पर्यो हौ। हुन्न। अनि आज बोर्डिङ नगएको? के बिदा? आज पढ्ने बिदा? तिम्रो एक्जाम छ? अनि पढ्नु पर्दैन त, के गर्दै बसिरहेको त? ल ल ल राम्रोसँग पढ्नु ल। नाइ म नाइ हेर न, मलाई घुम्नु जाने भनेर फेरि कहाँ जाने अरे माइजू? कहीँ न कहीँ नि म त तिमीले ढाँटेको पो त यही आज बस्नुपर्छ, कुखुरा हेर्नुपर्छ, म त फ्याङ गरेको पो त। कस्तो ढाँटेको सुँगुरको बच्चा लिनु जाने अरे, मलाई के भनेको त हेर त गाइस। कस्तो रहेछ हौ। गाइस मलाई चाहिँ घुम्नु जाने भनेर हेर त माइजूले चाहिँ यहाँनिर सुँगुरको बच्चा एउटा मात्रै भयो अरे क्या। सो एक्लै कराको कराई गरे अरे त्यो, त्यसलाई जोडी खोज्नको लागि चाहिँ हामी हिँडेको। अब पाउँछ कि पाउँदैन थाहा छैन गाइस। मलाई चाहिँ आज माइजूले घुम्नु लाने भनेर होला नि कि कता चाहिँ जाने? त्यता छ बाटो? यस्तो बाटो हेर त। एकछिन है, जङ्गलै जङ्गल डुलाउने भयो। मलाई आज माइजूले घुम्न जाने भनेर साथीहरू हेर्नु है, यस्तो छ बाटो चाहिँ हाम्रो।
ओ गाई छेत्रीको छोरीलाई सुँगुरको पाठा आज बोकाउने भयो गाठे ठिकै छ घुम्न जाने भनेर मलाई आज चाहिँ सुँगुरको बच्चा बोक्न लग्यो पनि म खुसी नै छु किनभने रुममा बस्दा बस्दा बोर लागेको हुन्छ नि त त्यसैले त हरियाली वन जङ्गल यताउता हेर्न पाइन्छ नि त घुम्न पाइन्छ नि त फ्रेस हुनुपर्छ रुममा मात्रै बस्नु हुँदैन कहिलेकाहीँ डुल्नु पनि पर्छ ठिकै छ अनि हेर्नुहोस् त कस्तो राम्रो छ वातावरण वाउ म चाहिँ धेरै खुसी नै छु जङ्गल घुम्नु पाउँदा हामी चाहिँ खोलामा आइसकेको छौँ गाइजहरू यो खोला तरेर जानुपर्ने रहेछ पानीको हेरेर कति राम्रो खेलेर पौडी खेलेर जाम के गर्नु गाइस एकदमै पसिना एकदमै आयो के मलाई चाहिँ धेरै बुढाले माया गर्छ अरे क्या त्यही भएर पसिना आएको गाइसहरू मलाई चाहिँ कसले गर्छ मलाई चाहिँ कसैले गर्दैन कि अब पसिना नै आएको छैन दाजु त को लाउरेले लाने हो लक्ष्मीलाई बिचरा बिचरा बेहुला लाउरेले लगे त नि भइहाल्थ्यो नि हौ बेमा गाख्री दिनु पर्यो भनेको गाग्रीले त कहाँ हुन्छ त हौ गाग्रीले त चल्दैन नि के दिनु त हो अलिक महँगै पो चाहिन्छ त भनेर भनिदिनु ल दिउँला नि त अनि तपाईँ काम गर्दैछ र है भाइजू फेरि हजुर तपाईँको टी सर्ट र हरियो घाँस एउटै देखेको छ ग्रिन ग्रिन अब साउन्ड लाग्यो नि त माया त्यही भएर म चाहिँ हरियो लगाएर के साथी माइजू साउन्डमा चुरा कहिले लाउने अब साउने गते असार दामी लाउँछ नि त है असादेखि आउँछ साउने गते राख राम्रो हो नि त लाउनु पर्छ है ल हरियो चुरा अनि हरियो चुरा मेहन्दी हरियो कुर्ता सुरुवाल वाउ अनि घुम्न हाम्रो माइजू त नि 16 वर्ष जवानीले भेटिहाल्छ नि फेरि तपाईँलाई हेर्दा यस्तो भयो नि 3 जनाको आमा पो त हो होइन हो नि त नि खतरा दर्जन पाउने सोध्छ 1 दर्जन कहाँ छ माइजू घर त्यो घर आइपुगेन अब आइपुग्नु आँट्यो त्यो पराको हामी पुगेर चाहिँ गाइस सुँगुरको पाठा देखाउनेछौँ ल गाइजहरू हेर्दै गर्नु होला नभाग्नु है फेरि त्यहाँदेखि भिडियो हेर्दै गर्नु होला फुल भिडियो हेर्नु है अनि अब लग्यौँ भने बाटोमा कसरी बोक्नुहुन्छ माइजूले हेर्छु म पनि सुँगुरको पाठा लडाउने घर पुऱ्याउने हो कि कसरी लाने हो गाइस हेलो गाइस हामी चाहिँ लगभग आइपुग्न लागेको छौँ होइन त्यो घरमा सुँगुर भएको घरमा हेर्दै जानु ल भिडियो हेलो गाइस हामी चाहिँ यो घरमा आइपुगेको छौँ घर चाहिँ यही हो अरे माइजू चाहिँ अगाडि गइसक्नु भयो फेरि माछा पनि रहेछ है यहाँ त वाउ हेर्नु जानु पर्यो कति लाग्नु गएको छ माछा चाहिँ निकाल्नु बेला भएको छैन यो चाहिँ कसरी निकाल्नु छ निकाल्दाखेरि चाहिँ जाल वाउ माछा कुखुरा पनि रहेछ गाईचहरू धेरै ठेक्का मात्रै हो के नभए 350 ले हेलो गाइज हामी चाहिँ सुँगुरको पाठा हेर्न जाँदैछौँ हेर्न सक्नुहुन्छ यता माइजू अनि घरपेटी आन्टी जाँदै हुनुहुन्छ
कस्तो त्यस्तो भन्छ उमेरमा त्यो भएर त यहाँ कामजोर भयो भने बेसरी बराल सुतिर भोगेर पानी आमामा आन्टी धेरै रहेछ त नि म जहिले पनि पाल्छु पाल्छु क्या कतिवटा छ यस्तो ऊ चाहिँ उयो चाहिँ माउ चाहिँ होइन चढाएको यो त्यहाँदेखि अरू चाहिँ सबै बेच्दिनँ तपाईँलाई दिन्छु अरू सब म आफै गर्छु यस्तो झार बारीभरि केलाई चढाउनु भयो यो चाहिँ आमामा कति धेरै हौ घर देउतालाई यसको नामहरू सानो मिल्दैन मिल्दैन यो अब चौखुरे यो साडी आखिरीमा यिनीहरू पनि त्यत्रो हुन्छ सबभन्दा सानो त्यत्रो मुठीभरिको अस्ति मैले हेलो गाइज हामी चाहिँ सुँगुरको पाठा पनि हेरिसक्यौँ हेर्न सक्नुहुन्छ गाइज सुँगुरको पाठा चाहिँ यति धेरै रहेछ है आमामा यो चाहिँ ठुलो थिएछ यो चाहिँ अब घरको दुईजनाको बात हुँदैछ गाइजहरू लाने हो कि नलाने हो तर हाम्रो माइजूले मन पर्दैन त्यो चढाएको त्यस्तो हुन्छ यसको माउ चाहिँ के गर्नुभयो माउ हेर्नु त्यहाँ कत्रो छ उहाँ यसको माउहरू पनि छ अरे क्या ठुलो छ अरे अर्को खोर माइतपट्टि हेर्न जानु पर्यो गाइजहरू आन्टी कतादेखि जाने त्यो माउ हेर्न ए आऊ त हुन्छ ओ माई गड कति ठुलो हो यसको माउ चाहिँ आमामा आमामा कति ठुलो हौ यसको मुख त खतरा छ त चारो खाँदैछ पानी खाँदैछ आमा कति ठुलो रहेछ नि यसकै हो बच्चा आन्टी त्यो उताको हेलो गाइस हामी चाहिँ यहाँ दिदीको घर आइपुगेर उहाँले चाहिँ हामीलाई कसरी दिएर कोला दिएर सामान गर्नुभएको छ हामी चाहिँ खानेछौँ है हेर्नुहोस् त गाइस फेरि पनि थपिदिनु भयो म चाखिहाल्छु यता आन्टीले घरबेटी आन्टीले दिनु भयो असल भोलि त मोबाइलले के गाह्रो पार्छ यता हेर्नुहोस् है गाइस यसरी खानु कोला चाहिँ हाम्रो दिदीले पकाउनु भएको आफ्नै घरको केरा अरे यति धेरै गुलियो रहेछ गाई मैले पनि आउनु होला है यहाँ छ तपाईँहरूको भएको पनि भालो भयो खानु न खानु न आन्टी तपाईँ पनि म त खाउँला न म के खाएको खाएकै गर्छु नि घरको अन्त एकको ऊ थियो सबै खाइसकेँ फेरि जे पनि यहाँ टिफिन त होला टिफिन छ दुईजना मात्रै हो घरमा आन्टी है मेरो नानीहरू सबै कोही काठमाडौँ कोही कता बाहिर ए अहिले त बजारकोहरूले त हो पैसा कतिमा आइज पैसा हेलो गाइज पैसा हेर्नु है 1000को 500 कति छ 7000 8000 अब अर्कोले मलाई खेर गरेर हेर न कोही हिजोदेखि फोन गर्छ तपाईँको त भएको अब मलाई आफूमा बनाएन हेर्नु त फेरि माइजू त्यो सुँगुर बोक्ने के भन्छ पेरिङ्गे छैन अब डोकोमा हालेर लिएर जानु आइजु नत्र बोरामा एउटा सबै बोरामा दिउँला न किनभने हातमा लाग्छ म धुन्छु बोरा त घाम लागेको छ होइन अनि ठिकै बोरा आमामा यो घरमा त माछा त धेरै पो रहेछ त यता पनि रहेछ वाउ नास्पति गाइज हेर्नु न कति धेरै फल्यो हौ नास्पति त झुप्पा झुप्पा फलेको रहेछ गाउँघर भनेको गाउँघर हो नि त गाइज हेर्नु त कस्तो मिठो फल फलेको रहेछ
कति गुलियो रहेछ क्या चाइनिज रहेछ नि त यो चाइनिज के अरे चाइनिज नास्पाती रे त्यही भएर मिठो रहेछ सानो भए पनि मिठो छ आको कति धेरै रहेछ हौ म चाहिँ नास्पाती पनि टिपेर लिएर हिँड्नु सकेँ गाइस यो चाहिँ बाटोमा जाँदा खानुपर्छ नि त खाँदै जाने हो कति राम्रो रहेछ हौ नास्पाती त वाउ ए निकालिसक्नु भएछ बोरामा हालिसक्नु प्याक गरिसक्नु कसरी खानु र त्यो ल्याउनु या घरमा बाँधौँ अनि आउन भाग्छ होला है त्यो गोजीमा राख्यो है ओइ ला यो कसरी लाने हो अब हजुर दोकानमा ल बरु कहिले आउनुहुन्छ नि ल है बोक्नु हुन्छ ल के भयो माइजी हो छ्या चुहाचे अरे डोकोमा चुहाचे बोकेर जाँदै ओ माई गड चुहाचेको पाठा बोकेर आउँदैछ राइनी भएपछि अनि सुँगुर पाल्नु परेन पर्यो पर्यो मसँग काटेको होला है यहाँ चाहिँ कत्रो कत्रो गरिरहेछ हो रक्सी पार्ने हो त्यही भएर सुँगुर पाल्नुलाई लगेको हो क्या रक्सी पार्नुहुन्छ तपाईँले अनि म त कति खुवाउँछु रक्सी ओइ आमा यो त हिँड्छ क्या हो डोकोदेखि नै निक्लेर भएको जस्तो छ है माइजू डोकोदेखि नै बिसाउनु भएको हेलो गाइज हामी चाहिँ अहिले सुँगुरको पाठा लिएर आधी बाटोमा आइसकेका छौँ अनि अब गर्दाखेरि दिउ खानु मन लाग्यो गाइस यति बेला बाटोमा नपसलै छ नाकिए रहेछ कस्तो खाँको भयो के रक्सी भए पनि पिदिन्थ्यो क्या अब घरमै गएर पिनु तपाईँ रक्सी होइन रक्सीले दिमाग तताउँछ जार हो के जार चाहिँ खाने हो एक बुर्को फाइनली गाइज अब चाहिँ हामी लगभग 5 मिनटमा घर पुग्नेछौँ माइजू चाहिँ गर्नुभएछ अनि म चाहिँ सुँगुरको पाठा छोड्दिनँ नि त त्यही भएर माइजूलाई नै बोक्न लगाएको छु म चाहिँ भिडियो बनाउने मात्रै हो अनि मलाई चाहिँ घिन लाग्छ क्या गाइस सो त्यसैले म चाहिँ बोकेर छैन अब लगभग यो पहाडी जङ्गल अलिकति उतापट्टि छ हाम्रो घर चाहिँ लगभग 10 मिनटमा पुग्छौँ जाऊँ ल हेलो दर्शकबिन हामी चाहिँ घर आइसकेका छौँ अहिले है अनि माइजू चाहिँ बिचारा म बोक्ने भए त म बोकिदिन्थेँ एक्लै यत्रो बाटो लिएर आउनुभयो धेरै थाकाइ लाग्यो होला है बिचारा गाह्रो छ हो गाह्रो छ हाम्रो माइजूलाई अब कसरी हाल्नुहुन्छ खोरभित्र घर आइपुग्यो फाइनल्ली गाइज हामी चाहिँ अहिले चाहिँ यसको सौता हो माइजू एक्लै थियो नि यो चाहिँ बुढा हो ए आज अब एक्लै भएको थियो अब 2 जना हुने भयो बिचरा अघिदेखि उठेको थियो अनिखेरि बोल्नुलाई भोक लागिसकेको छ बोराबाट नि आइपुग्यो सुँगुर चाहिँ गाछ वा दामी रहेछ त जोडी त अनि माइजू नाइस जोडी उयो चाहिँ कतिमा ल्याउनुभएको यो सानो पाठा चाहिँ 6000 मा अच्छा कति फाइदा भएछ नि हेर त यो 6000 को अनि त्यो पनि 6000 को अरे तपाईँलाई घाटा लागेछ करेलाको तानाले करेलाको पात दिँदा दुईटा अर्को उठाउँ करेलाको पात बितु भाइ है
बित्तु बित्तु हेलो गाइज, अघिको नास्पाती मैले खाइसकेको थिइनँ, बोकिरहेको थिएँ नि त। अनि म चाहिँ खाँदै जाँदैछु। कस्तो मिठो रहेछ क्या। अनि दुईवटा चाहिँ बोकिरहेको छु, एउटा खाँदै जाँदैछु। साथीहरू, म चाहिँ फाइनली रुम आइसकेको छु होइन। अनि आज चाहिँ रुममा बसेर पनि बोर भएको थियो। म चाहिँ फ्रेस भएर आइसकेँ होइन। एकछिन घुमघाम डुलेर भए पनि फ्रेस भएर आइसकेँ। कहिलेकाहीँ त घुम्नु पनि पर्छ नि त। अनि घुमेर आइसकेँ। अनि फेरि यस्तै भिडियो हेर्नको लागि मेरो भिडियो फेरि नयाँ भ्लग लिएर आउनेछु। आजलाई यति नै। ओके, बाई बाई।